हरि ओम तत्सत। भगवद्गीता अध्याय 1 श्लोक 23 श्लोक इस प्रकार रहेको छ। योत्स्यमानानवच्छेऽहं य एतेऽत्र समागता धार्तराष्ट्रस्य दुर्बुद्धे युद्धे प्रिय चिकीर्षव। धृतराष्ट्रका छोराहरूको युद्धमा राम्रो चाहनेहरू, खराब बुद्धि भएका युद्ध गर्न चाहनेहरू जो यहाँ एकजुट भएका छन् तिनीहरूलाई म हेर्न चाहन्छु। जीवन जिउने क्रममा मानिसहरू स्वार्थबाट प्रेरित भएका हुन्छन्। स्वार्थबाट प्रेरित हुँदा मानिसहरूको जहाँ आफ्नो स्वार्थ पुरा हुन्छ त्यसैतर्फ पक्ष लिने स्वभाव हुन्छ। शारीरिक अवधारणले गर्दा केही मानिसहरू स्वार्थबाट प्रेरित भएर जब गलत कार्य गर्नेतर्फ अग्रसर हुन्छन् त्यति बेला गलत गर्दैछन् भन्ने जान्दा जान्दै पनि अन्य केही मानिसहरूले स्वार्थबाट प्रेरित भएर गलत गर्नेहरूकै पक्ष लिन्छन्। एउटा पक्ष गलत छ भन्ने जान्दा जान्दै स्वार्थबाट प्रेरित भएर अन्य मानिसहरूले पनि गलत गर्नेहरूकै पक्ष लिनु अथवा गलत गर्नेहरूलाई नै साथ दिनु भनेको खराब बुद्धि भएको अवस्था हो। युद्धको अवस्थामा स्वार्थ केन्द्रित खराब बुद्धि भएकाहरू को रहेका छन् भनेर जान्ने चाहना हुन्छ, तर शारीरिक अवधारणले गर्दा म हेर्न चाहन्छु भनेर भन्ने गरिन्छ। धन्यवाद। राधे राधे।